आजको यो जुन चाहिँ पत्रकार सम्मेलन छ, पत्रकार सम्मेलनमा विशेष तपाईहरू पत्रकार साथीहरू जतिजना पनि एउटा सूचनाको आधारमा अथवा कलको आधारमा तपाईहरू उपस्थिति हुनुभयो, त्यसको निम्ति हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट तपाईहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईहरूको माध्यम नै गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले जुन चाहिँ हामीले जुन भनिरहेको कुरा हो कि गोर्खाल्यान्ड मुद्दा चाहिँ जातभन्दा माथि, धर्मभन्दा माथि अनि पेसाभन्दा माथिको कुरा हो र त्यसमा पत्रकार साथीहरूले पनि जुन तरिकाले गोर्खाल्यान्डको मुद्दालाई अथवा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको कार्यक्रमलाई अथवा प्रेस कन्फरेन्स होस् कुनै पनि कार्यक्रमलाई आफ्नो सहभागिता दिएर यो हाम्रो कार्यक्रमलाई सबै मार्फत पुर्याइदिनु हुँदैछ, त्यसको निम्ति सर्वप्रथम हामी धन्यवाद भन्न चाहन्छौँ। र गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको म सहसंयोजक अनि प्रवक्ता। हामीले जुन दिदीले सुरुमा कुरा राख्नुभयो कि हामी 3 तारिकको दिन जुन सबै राजनैतिक दल, अराजनैतिक दल अनि व्यक्ति विशेष जसले चाहिँ गोर्खाल्यान्डको निम्ति काम गर्नुहुन्छ अथवा गोर्खाल्यान्डपन्थी भन्नुहुन्छ, उहाँहरू सबैलाई लिएर हामी एउटा विमर्श जस्तो अथवा एउटा आलोचना सभा हामीले आयोजना गरेका छौँ। र विगत 3 अप्रिलको दिन जुन केन्द्रमा वार्ता जुन चाहिँ भयो, त्यो वार्ताको पनि हामीले समीक्षा गर्यौँ। समीक्षामा हामी आफै गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले पनि समीक्षा गर्यौँ। सँगसँगै हामी 3वटा समूह, एउटा ज्ञान अनि अर्को छुट्टै राज्य समन्वय समिति अनि गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको संयुक्त सभा गरेर त्यसमाथि समीक्षा रिपोर्ट पनि हामीले मिडिया मार्फत त्यो जनता सामु राखिसकेका छौँ। र त्यसै कुरालाई नै हामी निरन्तर दिएर गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले गोर्खाल्यान्डलाई मात्रै एकमात्र मुद्दा सम्झेर काम गरिरहेको हो। र केन्द्र सरकारको 3 तारिकको जुन वार्ता भयो, त्यो वार्तामा कुनै फल निस्किएन। विभिन्न च्यानल मार्फत थुप्रै कुराको आश्वासन भए पनि तर मूल मुद्दामाथि कुनै फोकस नभएको हामीले त्यहाँबाट चाल पायौँ। र केन्द्र सरकारबाट यो बारेमा फेरि अर्को एउटा वार्ता हुन्छ भन्ने जुन भनिएको छ, हामी त्यसमा नै बसिराखेका छौँ। र हामीले वार्ता हुनु जब हाम्रा एमपी श्रीमान राजु विष्टजीले गोर्खाल्यान्डको कुरामा अमित शाहले उहाँलाई वचन दिएको कि त्रिपक्षीय वार्ता झट्ट राख्ने जुन वचन दिइसकेको पछि नै हामीले दार्जिलिङ, तराई अनि डुवर्स क्षेत्र विभिन्न क्षेत्रहरूमा हामीले सम्भवतः पोस्टर गरेर हामीले हाम्रो कुरा राखिसकेका थियौँ। त्यसमा हामी वार्ताको स्वागत गर्छौँ। यो वार्ताबाट नै यसको समस्या समाधान हुनुपर्छ, तर वार्ता त्रिपक्षीय होइन, द्विपक्षीय हुनुपर्छ अनि मुद्दा गोर्खाल्यान्ड हुनुपर्छ भन्ने हाम्रो भनाइ थियो। तरै पनि सरकार पक्षबाट स्पष्ट त्रिपक्षीय हो या द्विपक्षीय हो त्यो नआए पनि सबैले त्रिपक्षीय नै भने। त्यसमा राज्य सरकार आएन भन्ने कुरो पनि निकै हाइलाइट गरेर भनियो, तर वास्तवमा राज्य सरकारको यसमा त्यस्तो भूमिका केही पनि छैन भन्ने हामीले सुरुमा भनेका छौँ। अनि एकपल्ट बङ्गालको मुख्यमन्त्री ममता ब्यानर्जीले पनि यो केन्द्रको जुरिडिक्सनभित्र पर्छ भनेर भनिसकेपछि त्यसभित्र यदि छुट्टै राज्यको कुरा हो भने राज्यको कुनै प्रकारको त्यहाँनिर आवश्यकता पर्दैन। केन्द्रले कन्सर्न लिनु सक्छ तर सुन्नै पर्छ भन्ने बाध्यता छैन भनेपछि वार्ता दिने पक्ष र हामी हाम्रो अधिकार माग्ने पक्षमाझ हुनुपर्छ भनेर हामीले भनेका थियौँ। वार्ता भएपछि हामी यसै कुरालाई नै हामी कन्टिन्युसन दिएर जतिजना पनि त्यस घटक दलहरू त्यस सभामा उपस्थित थिए उहाँहरूले आफ्नो आफ्नो प्रकारले प्रेस कन्फरेन्स गर्नुभयो, उहाँहरूले कुरा राख्नुभयो। तर हामी फेरि पनि उहाँहरूलाई आग्रह गर्दछौँ, उहाँहरूलाई हामीले पत्र पनि दिइसकेका छौँ। गोर्खाल्यान्ड पन्थी राजनैतिक दलका शीर्षस्थ नेतृत्वहरू उपस्थित भइदिनु हुन्छ भन्ने हामीले आग्रह पनि गरिसकेका छौँ। अनि सँगसँगै जनप्रतिनिधिहरूलाई पनि यसपल्ट हामीले निम्तो गरेका छौँ र केही प्रतिनिधिहरू अनि राजनीतिक दलहरूले हामीलाई सभामा उपस्थित हुने सङ्केत पनि दिइसक्नु भएको छ कि कति राजनैतिक दलहरूले आज भोलिभित्रमा उहाँहरूले त्यसको उहाँहरूको आफ्नो
के कस्तो हुन्छ त्यो जनाउनु हुनेछ र हामी यही वार्तालाई नै फोकस गरेर सबैको माग सबैको फोकस एउटै कुरामा हुनुपर्छ किनभने चाहे विकासको कुरा होस् चाहे चिन्हारीको कुरा होस् यो राज्यले मात्रै सम्बोधन गर्न सक्छ जबसम्म आफ्नो विधानसभा जबसम्म हुँदैन हामीले चाहेको विकास हुन सक्दैन जुन प्रकारको अहिले विभिन्न क्षेत्रमा अनियमितताहरू देखिरहेका छौँ चियाबारी होस् शिक्षाको होस् चिकित्साको होस् कुनै पनि समस्या तपाईले हेर्नुभयो भने जतिवटा समस्याको समाधानको बाटो जान्छ भने त्यो गोर्खाल्यान्ड भएर जान्छ अनि त्यो आफ्नो विधानसभाले नै गर्नु सक्छ त्यसको पूर्णाङ्ग विकास आफ्नो विधानसभाले मात्रै गर्नु सक्छ भन्ने हामी त्यसमा आश्वस्त छौँ अनि त्यो सँगसँगै एउटा राज्यले गोर्खाहरूको जुन चिन्हारीको कुरा छ गोर्खाहरूको राजनीतिक सुरक्षाको कुरा छ है र भारतीय गोर्खाहरूको जुन कुराहरू छ त्यो राज्यले मात्रै पूर्ण गर्छ भन्ने हामी यो कुरामा अडिग छौँ यही कुरालाई नै अगाडि लिएर जानुपर्छ कुनै पनि व्यवस्थामा हामी जानु हुँदैन किनभने हामीले 1988 मा अनि 2011 मा दुईवटा व्यवस्था चलाएर हेरिएको देखेको हो त्यो व्यवस्थाले कुनै प्रकारको जनताको आकांक्षा चाहे गोर्खाल्यान्डको क्षेत्र जुन चाहिँ दार्जिलिङ क्षेत्र होस् दार्जिलिङ पहाड तराई डुवर्सको क्षेत्र होस् या सम्पूर्ण भारतभरिका गोर्खाहरूलाई होस् त्यसले कुनै प्रकारको न्याय दिइरहेको स्थिति छैन हामीले यो 18 वर्षको दार्जिलिङ गोर्खा पार्वत्य परिषद अनि त्यसपछि यता जुन चाहिँ गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन चलाएर हेरिसकेको त्यसले गर्दा राज्य नै अब मूल समाधान हो केन्द्रले पनि दुईवटा व्यवस्था दिएर हेरिसकेको छ र अब केन्द्र पनि यो कुरामा आश्वस्त हुनुपर्छ र विश्वस्त पनि हुनुपर्छ कि छुट्टै राज्यले मात्रै गोर्खाहरूको दीर्घकालीन समस्याको समाधान पूर्ण हुन्छ र केन्द्रले यो कुरा बुझेको कारण नै 2019 को लोकसभा चुनावमा जुन प्रकारले स्थायी राजनीतिक समाधानको कुरा संकल्प पत्रमा उल्लेख गरेको छ र त्यो केन्द्रको जुन चाहिँ आफ्नो संकल्प छ त्यो संकल्प पत्रलाई पूर्ण गर्नुको निम्ति क्षेत्रीय जति पनि राजनैतिक दलहरू छन् जुन भारतीय जनता पार्टीसँग सम्बन्ध छन् उनीहरूलाई पनि हामी निम्त्याएर यसबारेमा नै तपाईहरुले आग्रह गर्नुपर्छ यसबारे नै केन्द्रमा तपाईहरुले कुरा राख्नुपर्छ भन्ने विषयलाई नै हामीले केन्द्र गरेर आगामी 3 तारिखको दिन 3 मईको दिन हामीले कला मन्दिरमा आयोजना गरेका छौं र यसै मार्फत हामी पत्रकार सम्पूर्ण हाम्रो मिडियाका साथीहरूलाई पनि हामी निमन्त्रण गर्छौं त्यो सँगसँगै हामी लिखित पनि तपाईहरुलाई हामी अनुरोध गर्छौं त्यस कार्यक्रमलाई तपाईहरुले पनि कभर गरेर सम्पूर्ण गोर्खाल्यान्ड प्रेमी अथवा गोर्खाल्यान्डको ढुकढुकीलाई मनमा साँचेर राखेको गोर्खाहरूप्रति यो समाचार पनि पुर्याइदिनुहुन्छ भन्ने हामीले आशा राखेका छौं।